नमस्ते। आज मलाई चाहिँ धरानका मेयर हर्क सम्भागजीको बारेमा चाहिँ केही शब्दहरू भन्न मन लागेको छ र मन लागिराखेको थियो धेरै समय अगाडिदेखि। हुन त म उहाँको बारेमा चाहिँ कुनै टीका टिप्पणी गर्न सक्ने, विश्लेषण गर्न सक्ने ल्याकत राख्ने चाहिँ त्यस्तो व्यक्तित्व र विश्लेषक र प्रबुद्ध व्यक्ति पनि होइन। तैपनि केही शब्दहरू चाहिँ म आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न गइरहेको छु। आशा चाहिँ यहाँहरूले चाहिँ मन पराउन सक्नु पनि हुनेछ, मन पराउनु पनि हुनेछ। अर्थात् यहाँलाई मन नपरेमा तपाईँले आफ्नो व्यक्तिगत धारणाहरू पनि तपाईँले कमेन्ट्स बक्समा तल राख्न सक्नुहुन्छ। आफ्नो स्वतन्त्र विमति सहमति तपाईँले राख्ने तपाईँको आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरो रह्यो। मेयरज्यूलाई चाहिँ मैले चाहिँ वास्तवमा चाहिँ खासै चिनेको त्यस्तो चिन्जान भएको व्यक्तित्व त हुनुहुन्न। उहाँलाई मैले चिने जानेको भनेको चाहिँ यही सामाजिक सञ्जाल मार्फत जस्ट बिफोर तपाईँको चाहिँ निर्वाचन हुनुभन्दा अगाडि उहाँका चाहिँ सामाजिक अभियानहरूमा उहाँ चाहिँ तपाईँ संलग्न हुनुभएको देखेको हुँ र त्यसपछि उहाँ चाहिँ निर्वाचित हुनुभयो धरानको प्रमुख कार्यकारी पदमा र एउटा धरानी जनतालाई चाहिँ श्रम सिप चाहिँ हामी आफैले चाहिँ गर्नुपर्छ देशका लागि। देशमा श्रम र सिपको चाहिँ विकास गर्नको लागि चाहिँ उहाँले चाहिँ एउटा थालनी गर्नुभयो। त्यो एकदमै सराहनीय छ र उच्चतम काम छ। हाम्रो देशलाई चाहिएको पनि त्यही नै हो। यस्तै लिडरसिपको चाहिँ खाँचो थियो देशलाई। देशको माटो सुहाउने प्रकृति मैत्री र नेपालले सदियौँदेखि चाहिँ चाहेको खोजेको नेता भनेको चाहिँ म आफूले लागेको चाहिँ हर्क सम्माङ चाहिँ हो। उहाँ चाहिँ हुनुहुन्छ र म चाहिँ उहाँलाई चाहिँ यति मात्रै नभएर अल द बेस्ट पनि भन्न चाहन्छु र उहाँलाई चाहिँ म नेपालको चाहिँ कार्यकारिणी पदको चाहिँ प्रमुख पदमा पुगेको देख्न चाहन्छु र देशलाई चाहिँ उहाँले हाँकेको देख्न चाहन्छु। तब मात्रै नेपाल देशको चाहिँ विकास सम्भव छ। भन्दै गर्दाखेरि म बालन शाहज्यू र गोपी हमालज्यूहरूलाई पनि मैले चाहिँ उहाँहरूप्रति मेरो कुनै असहमति होइन।